फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। नमस्कार, म लोकेन्द्र बहादुर थापा, जन्मघर दैलेख, हाल बिनापातिन सुर्खेत, पेसाले म खेलाडी। उपस्थित तपाईँ सम्पूर्ण महानुभावहरूमा म हार्दिक स्वागत गर्दछु। जागरण एकाडेमी एन्ड रिट्रिट सेन्टर प्रालीले सञ्चालन गर्न लागेको भिआइपी पब्लिक स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्ट ट्रेनिङमा उपस्थित भएका छौँ। यस तालिमले तपाईँलाई भोलिका दिनमा एउटा प्रखर वक्ता, कुशल प्रशिक्षक र एउटा असल उद्घोषकको रूपमा स्थापित गर्नेछ। हामीले त्यो आशा लिएका छौँ र यस तालिमको त्यही नै महत्त्व रहेको छ। तालिम 1 हप्ताका लागि सञ्चालन गरिनेछ। प्रत्येक दिन बेलुका 7 बजेदेखि 9 बजेसम्म तपाईँ भर्चुअल माध्यमबाट यो तालिम लिन सक्नुहुनेछ। उक्त 2 घन्टाको अवधिमा प्रशिक्षकज्यूहरूले तपाईँलाई यस सम्बन्धी प्रशिक्षित गर्नुहुनेछ भन्ने हामीले आशा लिएका छौँ। म ढिला नगरिकन यस कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउँछु। यस कार्यक्रमको सभाध्यक्षको आसन ग्रहण गरिदिन हुन जागरण एकाडेमी एन्ड रिट्रिट सेन्टर प्रालीका प्रमुख तारा प्रसाद गिरीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिन हुन यस तालिमका मुख्य प्रशिक्षक आदरणीय म्याम स्वस्तिका तिवारीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिन हुन प्रशिक्षक पशुपति दाहालज्यूलाई म हार्दिक अनुरोध गर्दछु। अतिथिको रूपमा आसन ग्रहण गरिदिन हुन प्रशिक्षक विजया केसी श्रेष्ठज्यूलाई म हार्दिक अनुरोध गर्दछु। तपाईँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई यथास्थानमा आसन ग्रहणका लागि पनि म हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणलाई पुनः जोड्ने गरी यथास्थितिमा राख्दै डेस्कमा आसीन सभाध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथिज्यू लगायत अतिथिज्यूहरूलाई ब्याच लगाइदिन हुन यस एकाडेमीका कर्मचारी निलिमा केसीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। तपाईँ सम्पूर्ण महानुभावहरूलाई आफ्नो ठाउँबाट उभिएर राष्ट्रिय गानमा सरिक भइदिन हुन म अनुरोध गर्दछु। यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत मन्तव्यको माध्यमबाट स्वागत गरिदिन हुन यस एकाडेमीका उपाध्यक्ष रोशनी पाठकज्यूलाई म हार्दिक अनुरोध गर्दछु। स्वागत गीतको माध्यमबाट स्वागत गरिदिन हुन कलाकार प्रकाश साईलाई म मञ्चमा निम्त्याउँछु। नाचको माध्यमबाट मनोरञ्जन गराइदिन हुन कलाकार साथीहरूलाई म अनुरोध गर्दछु। हामी विधिवत रूपमा यस कार्यक्रमको उद्घाटन गर्न गइरहेका छौँ। यस कार्यक्रमका प्रमुख अतिथिज्यूलाई ब्यानर पढेर यस कार्यक्रमको समुद्घाटन गरिदिन हुन म हार्दिक अनुरोध गर्दछु।